आज हामी दमौलीको तनहुँमा हाइड्रोपोनिक फोडरको जडान कार्य गर्दैछौँ। त्यो चाहिँ तपाईँहरूलाई म देखाउँछु। यहाँ चाहिँ दैनिक 500 किलो घाँसको लागि हामीले फोडर सिस्टमहरू जडान गरिरहेको छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ। यो एउटा च्यानलमा 40 वटा ट्रे हुन्छ भने यसको लाइनमा 200 वटा र यसको लाइनमा 200 वटा छ। दैनिक 500 किलो घाँस रोटेसनमा हामीले निकाल्न सक्छौँ। वर्षभरि नै हरेक दिन 500 किलो घाँस। जो कोही पनि गाई पालन गर्दै हुनुहुन्छ, भैँसी पालन, कुखुरा पालन, बाख्रा पालन, हाँसदेखि लगायत बङ्गुर पालन छ र तपाईँहरूलाई घाँसको समस्या छ भने तपाईँहरूले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। थोरै स्पेसमा तपाईँहरूले हाइड्रोपोनिक तरिकाले 8 दिनमा नै घाँस उत्पादन गरेर आफ्नो पशुहरूलाई खुवाउन सक्नुहुन्छ। धन्यवाद।